Hello, hello. Good afternoon, sir. Good afternoon, guys. और 40 जना आएको छ आउन देऊ न एकछिन म्याचले गर्दा आज हाम्रो टाइम सारेको हो नत्र हाम्रो खासमा यो टाइममा हुँदैन यो टाइममा क्लास हुनु भनेको के बुझ्नु पर्यो एक्स्ट्रा क्लास हुनुपर्ने हो खासमा हो कि भन्नु तर हाम्रो आज रेगुलर 9:15 वाला क्लासलाई हामी यो टाइममा सारेको हो 9:15 में हुँदैन सर बेलुका। हुँदैन अरे वाह। आज त केटाहरूले चाहिँ म्याच 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 भन्यो अनि मैले पनि यस 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 भनिदिएँ मैले नमस्कार सर। नमस्कार भाइ ल सुन अब म तिमीहरूलाई अब हामीले दुईटा मेथड्स अफ प्रिपरेसन पढाएको थियौँ कुन कुन मेथड्स अफ प्रिपरेसन पढाएको थियौँ भन त बाबु एउटा पढाएको थियौँ हामीले हाइड्रोजिनेसन तर कस्तो कम्प्लिट कि पार्सियल कम्प्लिट कि पार्सियल फटाफट भन सुरु भइसक्यो हर्षल। ल पार्सियल यस कम्प्लिट होइन पार्सियल पार्सियल के अरे हाइड्रोजिनेसन अफ के भन अल्काइन पार्सियल हाइड्रोजिनेसन अफ अल्काइन पढ्ने बेलामा हामीसँग दुईटा रिएजेन्ट थियो एउटा थियो सोडियम लिक्विड अमोनिया अर्को थियो के भन्छ लिन्डलर्स क्याटालिस्ट एउटा थियो रोजेनमन्ड क्याटालिस्ट याद छ नि सोडियम लिक्विड अमोनियाले के गर्छ त भन्दाखेरि नि केमा कन्भर्ट गर्छ भन त फ्रान्स। ट्रान्समा अनि लिन्डलर्स लिन्डलर्स स भनेको सिसमा होइन सिसमा कन्भर्ट गर्छ हो कि भन गाइस हो सर अर्कोले आउँछ नि अनि रोजेनमनले पनि के गर्छ त्यसमै यदि केही गरिकन तिमीले अल्काइन होइन टर्मिनल अल्काइन एसिडिक हाइड्रोजन कन्टेनिङ कम्पाउन्ड वाला अल्काइन लियो भने एसिडिक हाइड्रोजन वाला अल्काइन लियो भने र सोडियम लिक्विड अमोनियासँग रियाक्सन गर्यो भने रियाक्सनको क्लास नै चेन्ज भइदिन्छ के रियाक्सन भनेको छुट्टै टाइपको रियाक्सन भइदिन्छ त्यो छुट्टै टाइपको रियाक्सनको नाम के हो बाबु एसिड बेस रियाक्सन के बाबु भन त एसिड बेस रियाक्सन मैले लेखाएको थिएँ होला स्पेसल पोइन्ट भनेर लेखाएको यही त छ नि यही त छ हजुर सोडियम यही सल्ट सोडियम सल्ट बनाइदिन्छ है त्यसपछि हामीले एउटा फ्रम डाइहेलाइट्सबाट पढाएको थियौँ होइन अब यसको सबसे बढी इम्पोर्टेन्ट भने के हो थाहा छ यसको सबसे इम्पोर्टेन्ट रियाक्सन भनेको तिमीले बुझ्नुपर्ने भनेको सबसे इम्पोर्टेन्ट रियाक्सन भनेको इलिमिनेसन रियाक्सन म तिमीलाई हल्का पहिला इलिमिनेसन रियाक्सनको बारेमा बताउँछु अनि बल्ल म प्रिपरेसनतिर जान्छु है त ल इलिमिनेसन रियाक्सन भने के इलिमिनेसन रियाक्सन भने के फङ्सनल ग्रुप हटाउने अनि अल्फा कार्बनबाट हाइड्रोजन हटाउने सुन इलिमिनेसन रियाक्सन भनेको कुनै एउटा मलिकुलबाट केही कुरो के हुनु पर्यो इलिमिनेट हुनु पर्यो कि इलिमिनेसन रियाक्सन र इलिमिनेसन रियाक्सनबाट जहिले पनि के हुन्छ मल्टिपल बन्डको फर्मेसन हुन्छ मल्टिपल बन्ड के हुन्छ फर्मेसन हुन्छ मल्टिपल बन्ड फर्मेसन फेरि भन त गाइज इलिमिनेसन रियाक्सनबाट के हुन्छ त इलिमिनेसन रियाक्सनबाट के हुन्छ मल्टिपल बन्डको फर्मेसन फेरि भन इलिमिनेसन रियाक्सनबाट के हुन्छ भन त मल्टिपल बन्डको फर्मेसन फेरि भन इलिमिनेसन रियाक्सनबाट के हुन्छ बाबु भन त मल्टिपल बन्डको बन्डको फर्मेसन यस मल्टिपल बन्डको फर्मेसन यदि कुनै रियाक्सनमा होइन मल्टिपल बन्ड बनिरहेको छ भने तपाईँहरू के बुझ्नु पर्यो यो रियाक्सन भने कस्तो रियाक्सन हो इलिमिनेसन कस्तो रियाक्सन बाबु रे इलिमिनेसन इलिमिनेसन अब ध्यान दिएर सुन यो जुन इलिमिनेसन रियाक्सन छ नि यो दुई किसिमको हुन्छ के मलाई भन न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन एनएसआर पनि दुई किसिमको हुन्छ नि याद गर एउटा हुन्छ एसएन1 अर्को हुन्छ एसएन2 पढाछौ एउटा हुन्छ एसएन1 अर्को के हुन्छ एसएन2 त्यस्तै यो इलिमिनेसन रियाक्सन पनि के हुन्छ थाहा छ इलिमिनेसन रियाक्सन भनेको एउटा हुन्छ ई1 अर्को हुन्छ ई2 हेलो हेलो कस्तो बोल्नु मेरो बाबु हुन त यति डिटेलमा हामी पढ्नु पर्दैन तर म तिमीलाई हल्का बेसिक आइडिया दिइरहेको छु कि ताकि क्वेसन्सहरू आउँदाखेरि तिमी मजाले सोल्भ गर्न सकोस् भनेर है ल भन इलिमिनेसन रियाक्सन पनि दुई किसिमको हुन्छ एउटा हुन्छ ई1 अर्को हुन्छ ई2 मलाई भन ई1 भनिरहेको छु भने याद गर न्युक्लियोफिलिक सब्स्टिट्युसन रियाक्सन भनेको एसएन1 एसएन2 एसएन1 भन्दाखेरि टु स्टेप प्रोसेस एसएन2 भन्दाखेरि सिंगल स्टेप प्रोसेस थियो हो यहाँ इलिमिनेसन रियाक्सन भन्दाखेरि ई1 भनेपछि टु स्टेप प्रोसेस ई2 भन्दाखेरि वन स्टेप प्रोसेस बुझ्यौ ए भाइ के त बोल यार यस सर टु स्टेप प्रोसेसमा यहाँ के हुन्छ फर्स्ट स्टेपमा कार्बोकेटाइन बन्छ बाबु
फर्स्ट स्टेपमा के भन्छ कार्बोकेटाइन, अनि सेकेन्ड स्टेपमा बल्ल के भन्छ अल्किन भन्छ। यहाँ चाहिँ E2 मा चाहिँ नो फर्मेसन अफ कार्बोकेटाइन, एक स्टेपमै के बनिदिन्छ अल्किन बनिदिन्छ, एक स्टेपमै के बनिदिन्छ अल्किन बनिदिन्छ। ठिक छ ठिक छ ठिक। ल सुन, इलिमिनेसन रियाक्सन भनेको जेनरली अल्फा बिटा इलिमिनेसन हुन्छ कि अल्फा बिटा इलिमिनेसन, अल्फा बिटा इलिमिनेसन। यसको मिनिङ के हो थाहा छ? अल्फा बिटा इलिमिनेसनको मिनिङ के हो? जस्तो एउटा इक्जाम्पल दिइरहेको छु ल्याएर, CH3 CH2 Cl, तिमीहरू कुरो पढाएको छु याद गर, अल्कोहोलिक KOH, अल्कोहोलिक KOH ले के गराउँछ इलिमिनेसन रियाक्सन। सुन अल्कोहोलिक KOH, ध्यान सुन, यो हेलोजन जुन कार्बनमा अट्याच छ नि त्यो कार्बनलाई हामी के भन्छौँ अल्फा, अनि यो हाइड्रोजन वाला कार्बनलाई हामी के भन्छौँ बिटा, बिटा। सो अल्फाबाट के जान्छ हेलोजन, बिटाबाट के जान्छ हाइड्रोजन, एउटा हाइड्रोजन, अनि यो बिचमा के भन्छ मल्टिपल बन्ड भन्छ। भनेको हाम्रो कम्पाउन्ड के भनेको थाहा छ? CH2 डबल बन्ड CH2। दिस इज नोन एज अल्फा बिटा इलिमिनेसन, दिस इज नोन एज के भन्छ अल्फा बिटा इलिमिनेसन। र सबसे कमन टाइप अफ इलिमिनेसन भनेको यही हो कि अल्फा बिटा, र यसैलाई हामी सिम्पली कहिले काहीँ के भनिदिन्छौँ बिटा इलिमिनेसन पनि भनिदिने गरेका हुन्छौँ, बिटा इलिमिनेसन। ल न, यो अल्फा बिटा इलिमिनेसनलाई हामी सिम्पली के भन्ने गरेका हुन्छौँ भन त अल्फा बिटा, यस सिम्पली हामी के भन्ने गरेका हुन्छौँ बिटा इलिमिनेसन। बुझ्नुभयो? डिहाइड्रोजेनेसन यही होइन सर? डिहाइड्रो हेलोजिनेसन यही हो कि। अहिले म भन्छु डिहाइड्रो, डिलिसन अफ हाइड्रोजन एन्ड हेलोजन इज नोन एज डिहाइड्रो हेलोजिनेसन। डिहाइड्रो हेलोजिनेसन भने बाबु नानी यही हो। म तुलाई हल्का फिल गराइरहेको छु कि। र यो जुन छ नि अल्कोहोलिक केओसँग रियाक्सन गर्छ, यो भनेको E1 होइन, यो भनेको E2 मेकानिजमबाट जान्छ। E2 भनेपछि मलाई भन त यदि यो रियाक्सन E2 मेकानिजमबाट गइरहेछ भने यो 2 स्टेप प्रोसेस कि 1 स्टेप प्रोसेस? 1 स्टेप। मतलब क्लोरिन भाग्नु र यो हाइड्रोजन भाग्नु भनेको सँगसँगै भाग्नु हो कि। यस्तो होइन कि पहिला क्लोरिन भाग्यो, क्लोरिन उता गएर वेट गरिरहेछ, अब हाइड्रोजन पनि उता अर्को घरबाट आउँछ, दुइटैको मेलमिलाप हुन्छ अनि सँगै भाग्ने होइन। ना 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 ना, क्लोरिन र हाइड्रोजन सँगसँगै भागिरहेछ, प्यारलल, यस दुइटै सँगसँगै भागिरहेछ कि। अनि फाइनल डेस्टिनेसनमा गएर मिट हुने हो। E1 मा के हुन्छ बाबु? पहिला केटा भाग्यो, एक ठाउँमा भेट्यो, केटी भाग्यो, एक ठाउँमा भेट्यो, अब यहाँबाट सँगै भाग्यो के। ए भाइ कहाँ छौ तिमीहरू? हजुर सर, खेल बुझिरहेको छु, के भन्न खोजिरहेको छु? एकदम। ल अनि के बुझ्यो भन्दाखेरि खालि यसको डिटेलमा गइराख्नु पर्दैन। यो अल्फा बिटा इलिमिनेसन भनेको अल्फाबाट हेलोजन जान्छ, बिटाबाट के जान्छ भन त हाइड्रोजन जान्छ। एन्ड दिस अल्फा बिटा इलिमिनेसन इज अल्सो नोन एज बिटा इलिमिनेसन। बिटा इलिमिनेसन। एन्ड दिस इज द मोस्ट कमन टाइप अफ इलिमिनेसन। र के बुझ अल्कोहोलिक KOH लेखा छ भने कहीँ पनि कुनै रियाक्सनमा अल्कोहोलिक KOH, अल्कोहोलिक KOH छ भने तिमीले के बुझ्नु पर्यो? दिस इज E2 मेकानिजम। कुन मेकानिजम भन त? E2 मेकानिजम। ल भन, E2 मेकानिजममा कार्बोकेटाइनको फर्मेसन हुन्छ कि हुँदैन? हुँदैन। नो 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 नो, नो फर्मेसन अफ कार्बोकेटाइन। डिरेक्ट हाइड्रोजन हटा, डिरेक्ट हाइड्रोजन हटा, डबल बन्डले जोड्दै। ल यहाँसम्म कसैलाई केही डाउट छ भने सोध्न मिल्छ। डाउट। ल अब हामी प्रिपरेसनमा आइहालौँ। अब खेल मजा आउँछ ल्याएर। हाम्रो थर्ड मेथड अफ प्रिपरेसन बाबु नानी, थर्ड मेथड। मतलब धेरै क्वेसन गर्छौँ हामी अल्किनमा पनि के। मलाई यस्तो फिल हो सर क्वाट नगरौँ, भयो अति भयो सर क्वाट नगरौँ टाइपको फिल गराइदिन्छु। एसिड, किनभने थाहा छ एउटा कुरा बुझिराख गाइज, अर्ग्यानिक केमिस्ट्रीमा धेरै बच्चाले बिगार्ने भनेको हाइड्रोकार्बनको क्वेसन हो के। यदि तिम्रो हाइड्रोकार्बन खतरा छ भने के बुझ्नु भन्दाखेरि तिमी अलिकता माथि छौ के लेभल। एसिड क्याटालाइज्ड र्याङ्क बढ्छ। सर जिओसी धेरै इम्पोर्टेन्ट छ कि छैन त्यति? हजुर जिओसी त सबै आइसक्यो लगभग। भाइ यही हो जिओसी भनेको यही हो। ए भाइ अर्ग्यानिक केमिस्ट्रीमा जुन म नोट पढाउँछु, अब हेर म त्यो च्याप्टर त भन्दिनँ, जस्तो कि प्युरिफिकेसन खाब सेल्फ स्टडी टपिक हो होइन। जुन जुन टपिक म टच गर्छु नि त्यो टपिकबाट यदि नेपालको एक्जाममा क्वेसन आयो भने नोटैबाट क्वेसन हुन्छ क्या, ढुक्क भएर बस्न। एसिड क्याटालाइज्ड डिहाइड्रेसन अफ अल्कोहल, यो रियाक्सन तिमीले पढाएको छौ। एसिड क्याटालाइज, यसको मिनिङ बुझ्दा त एसिड क्याटालाइज्ड डिहाइड्रेसन अफ अल्कोहल। डिहाइड्रेसन अफ अल्कोहल भनेको अल्कोहलबाट पानी निकाल्ने, अल्कोहलबाट वाटर निकाल्ने। एसिड क्याटालाइज भनेको एसिडको प्रेजेन्समा यो रियाक्सन गर्नु पर्यो र एसिडको काम के हो? क्याटालिस्ट। के बुझ्यो भन्दाखेरि
याद गर न तिमीले पढाइछौ नि। SO3 र अर्को कुरा सुन, इलिमिनेसन रियाक्सनको लागि जहिले पनि हिट कम्पल्सन हो बाबु, हिट कम्पल्सन। हिट भएपछि बल्ल यो रियाक्सन के हुन्छ, अगाडि बढ्छ के। सो हिट इज भेरी भेरी इम्पोर्टेन्ट फ्याक्टर फर इलिमिनेसन रियाक्सन। इट इज भेरी भेरी इम्पोर्टेन्ट फ्याक्टर फर के भने इलिमिनेसन रियाक्सन। म बेला बेलामा इङ्ग्लिसमा बोल्छु, कसैलाई गाह्रो भएन भन्नु, आई विल कन्भर्ट इट इन नेपाली है। गाउँलेहरू सुन, एसिड क्याटालाइज्ड डिहाइड्रेसन अफ एल्कोहल। यो तिमीले रियाक्सन पढाएछौ, याद गर। अल्कोहललाई रियाक्सन गर बाबु, अल्कोहललाई रियाक्सन गर कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड 170 डिग्री सेल्सियस टेम्परेचर। कुछ याद आया? कुछ याद आया भाइ? हेर त, एउटा CH3 CH3 CH2OH, यो इथाइल एल्कोहल हो कि भन? इथाइल एल्कोहल त CH3 CH2OH भन्नुभयो। भर्खर सुरु भएको। भर्खर सुरु भएको। कहाँ गएको थियो सबनम? ल, यो भनेको यसलाई हामी रियाक्सन गरौँ। कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड टेम्परेचर 170 डिग्री सेल्सियस। र याद गर, तिमीले के गराएछौ? याद गर त, यो फङ्सनल ग्रुप हो, यो अल्फा हो, यो बीटा हो। अल्फाबाट OH, बीटाबाट हाइड्रोजन। ल न, यो रियाक्सन भनेको इलिमिनेसन रियाक्सन हो कि होइन? हो त बाबु। अल्फाबाट OH, बीटाबाट हाइड्रोजन, यहाँ बन्ड भन्छ, हो कि भन? ए भाइ कुछ त बोलो रे। यस सर। बुझेन। फेरिदेखि भनिदिनु न सर। फेरि भन्छु नि त बाबु, सुन। हेर, यो CH3 CH2OH हो, इथाइल एल्कोहल हो। CH3 CH2OH थाहा छ, यो फङ्सनल ग्रुप हो। फङ्सनल ग्रुपको ठ्याक्कै साइडको कार्बनलाई हामी के भन्छौँ? अल्फा कार्बन भन्छौँ। अल्फासँग अट्याच भएको कार्बनलाई बीटा कार्बन भन्छौँ। सो कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड 170 डिग्री सेल्सियस टेम्परेचर लिँदाखेरि अल्किन बन्छ। अल्किन बन्छ कसरी? हेर, यो अल्फा कार्बनबाट के जान्छ? OH जान्छ। बीटाबाट के जान्छ? हाइड्रोजन जान्छ के। अनि यो बिचमा के भन्छ? बन्ड भन्छ के, अल्किन भन्ने हो। यो पनि रियाक्सन कस्तो रियाक्सन हो? इलिमिनेसन रियाक्सन। ल न, डिहाइड्रोहाइलोजिनेसन कि यो डिहाइड्रेसन, दिस इज द डिहाइड्रेसन। डिहाइड्रेसन अफ एल्कोहल के भन त बाबु? डिहाइड्रेसन अफ एल्कोहल। हजुर, यो पनि त बिटा एलिमिनेसन हो। यस, दिस इज अल्सो बिटा एलिमिनेसन। त यो E1 टाइप भयो। हो, सुन्न भन्दैछु। र यो रियाक्सनको मेकानिजम हामी प्लस टूमा त यसरी पढाएन हो कि भन्न भाइ? ए भाइ बोल्ला रे, प्लस टूमा यसरी पढाए होइन? यो OH हटाएको होला, H बन्ड बनाएको होला। प्लस टूमा हामी यसरी पढाएछौँ। र यो रियाक्सनमा कन्सन्ट्रेटेड सल्फ्युरिक एसिडको काम के हो रे बाबु? क्याटालिस्ट हो। यो के हो रे बाबु? क्याटालिस्ट हो। अब सुन यसको मेकानिजम। यो जुन इलिमिनेसन रियाक्सन छ नि, इट इज E1. इट इज नट E2, इट इज E1। ल भन, यदि यो E1 मेकानिजमबाट गइरहेछ भने, यदि यो इलिमिनेसन रियाक्सन E1 बाट गइरहेछ भने तिमीले बुझिरहेछौ। हाउ मेनी स्टेप? 2 स्टेप। थाहा छ फर्स्ट स्टेपमा के हुन्छ? यसमा फर्स्ट स्टेपमा के हुन्छ थाहा छ? फर्स्ट ध्यान दिनु न, फर्स्ट स्टेपमा यो कन्सन्ट्रेटेड सल्फ्युरिक एसिडसँग यो OH को रियाक्सन हुन्छ। OH लास्ट भर्खर स्टार्ट भयो। कहाँ थियो तिमीहरू यार? बिचमा आएर क्लास कतिखेर स्टार्ट भयो? 3 देखि 4 भनेपछि 14 मिनट भएको होला नि। म ठ्याक्क 3 मा आएको थिएँ। हेर त एकचोटि। In this reaction, carbocation is formed. ल भन, यो रियाक्सन के हुन्छ बाबु? कार्बोकेटाइन इज। सर यही रियाक्सन लिएर सोधेको थियो सर एकचोटि इन्टरमिडिएट। ए हो, यही सोधेको थियो नि सर। ए त्यही कार्बोकेटाइन हुन्छ के हुन्छ? रिएक्टिभिटी अफ ROH डाइरेक्टली प्रोपोर्सनल टु स्टेबिलिटी अफ, यही सोधेको थियो, स्टेबिलिटी अफ R पोजिटिभ। एकचोटि हेर त, लास्ट इयरको लेक्चरमा गएर हेर त, मैले एक रुप पढाएको छ कि छैन? हेर त बाबु रे। सर ल हेर, यो इम्पोर्टेन्ट पोइन्ट हो। ल हेर, त तिमीहरू के बुझ्यो भन्दाखेरि एसिड क्याटालाइज डिहाइड्रेसन अफ एल्कोहल छ नि, जुन अल्कोहल हामी कन्सन्ट्रेटेड सल्फ्युरिक एसिडसँग रियाक्सन गरिरहेको हुन्छ, के भन्छ? अल्किन भन्छ। यो भनेको इलिमिनेसन रियाक्सन हो। यो रियाक्सन भनेको E1 मेकानिजमबाट जान्छ भनेपछि 2 स्टेपमा हुन्छ। पहिलो स्टेपमा कार्बोकेटाइन बन्छ, अनि सेकेन्ड स्टेपमा बल्ल के हुन्छ? हाइड्रोजन प्रोटोनको फर्ममा रिमुभ हुन्छ। म तिमीलाई बताउँछु। ल कसरी, बताउन देऊ है मलाई। CH3 CH2OH, ठिक छ? यसलाई हामी रियाक्सन गर्छौँ केसँग? कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड। थाहा छ, यो कन्सन्ट्रेटेड सल्फ्युरिक एसिडसँग रियाक्सन गर्दाखेरि यो OH के हुन्छ? प्रोटोनेट हुन्छ। यो OH के हुन्छ? प्रोटोनेट। यस्तो भन्छ, यस्तो बाबु। CH3 CH2
OH2 positive, OH2 positive, and this is unstable. के टेबल बाबु बन त अनस्टेबल, Unpure. तुरन्त पानी निस्किन्छ यहाँबाट, वाटर निकालो सो के भन्छ र CH3 CH2 पोजिटिभ। ल यो पार्ट बुझ्यो बुझेनौ? बुझ्यो। ए भाइ बोल, यो पार्ट बुझ्यो? Yes, sir. अब हेर सेकेन्ड स्टेपमा के हुन्छ, प्रोटोन भाग्छ माइनस H प्लस, प्रोटोन भाग्नु पर्यो। यो अल्फा थियो नि त, यो बीटा हो, बुझ्यौ? बीटा। यहाँबाट प्रोटोन भगाउनु पर्यो, प्रोटोन H प्लस H प्लस भाग्नु भनेको बन्डेड इलेक्ट्रोन लिएर जानु कि छोडेर जानु? बन्ड लिएर जानु कि छोडेर जानु? छोडेर जानु हो। यो CH बन्ड होइन, प्रोटोन, यो H प्रोटोनको फर्ममा जानुको मतलब, H प्रोटोनको फर्ममा जानुको मतलब बन्ड छोडेर जानु। यो बन्ड यही सिफ्ट भइदिन्छ कि माइनस H प्लस गर CH2 डबल बन्ड CH2, आन्सर। खेल बुझ्यौ? र मैले तिमीलाई एउटा कुरा पहिला पनि भनेको थिएँ, याद गर। के भनेको थिएँ? यदि कुनै रिएक्सनमा इन्टरमिडिएट कार्बोकेटाइन बनिरहेछ भने, कुनै पनि रिएक्सनमा इन्टरमिडिएट कार्बोकेटाइन बनिरहेछ भने कार्बोकेटाइनको एउटा स्पेशल प्रोपर्टी हुन्छ, रिअरेन्जमेन्ट। के हुन्छ त? रिअरेन्जमेन्ट। लेस स्टेबलबाट मोर स्टेबलमा के हुन्छ? कन्भर्ट हुन्छ कि लेस स्टेबलबाट मोर स्टेबलमा कन्भर्ट हुन्छ, अनि बल्ल के हुन्छ? फर्दर रिएक्सनमा जाने। याद आयो? कुछ याद आयो बाबु? आयो सर, एउटा एक्जाम्पल पर्ख्यौ न भाइ, एक्जाम्पल त महा एक्जाम्पल हुन्छ। ल सुन, माथिको रिएक्सनमा बुझ्नु पर्यो। के अरे माथिको याद गरे भयो कि मेकानिजम जानुपर्छ? माथिको के जानुपर्छ? मतलब अल्फाबाट त्यति जानु पुग्छ। अल्फाबाट OH, बीटाबाट हाइड्रोजन, खत्तम, डबल बन्ड लगा दे, खटटटटा, यति बजी पुग्छ नेपालको लागि। अनि कार्बोकेटाइन बन्छ भनेर जान्नु पर्यो। कार्बोकेटाइन बन्छ जान्नु पर्यो, यति जानु चाहिँ पुग्छ के। म त अलिकति डिटेल बनाइदिरहेको छु कि जो फिल आइहालोस् तिमीहरूलाई भनेर है। यस, इन अर्डर टु मेन्टेन द नोट, मार्केटमा त हल्कामा चढ्नु पर्यो। अब सुन्न भाइ, हेर्न, इन दिस रिएक्सन, यो रिएक्सनमा एक्स्ट्रा तिमीहरू टाइम इन्भेस्ट गरिरहेछौ भने केही त कुरो लिएर जानु पर्यो कि परेन भन त? अहिले मलाई सबै थाहा छ, मैले काहीँ पनि एड केही पनि गराएँ, स्टुडेन्ट सबै रेकमेन्डेसनबाट आइरहेको, जुन दाई दिदीले पढेको सबै आइरहेको के, खुसी लाग्छ के। इफ टु अर मोर होइन, स्टुडेन्ट जुन अलिक जोइन गर्न आइरह नि, सबै त्यो दाईले पहिला पढेको, दिदीले पहिला पढेको रेकमेन्डेसनमा आइरहेको छ एडमिसन गर्नलाई भन्न खोजेँ के। समर सिजनको सुन, ध्यान सुन, इन दिस रिएक्सन होइन, तिमीले यो पनि पढायो होला नि, यो रिएक्सनमा यदि दुईटा अल्किनको पोसिबिलिटी छ भने, ध्यान सुन है, इन दिस रिएक्सन इफ टु अर मोर अल्किन इज फर्मड then बाबु, then major product is given by कुन रुल थाहा छ? सेट-जेफ रुल। अब धेरैलाई यो सेट-जेफ रुलको बारेमा थाहा नै छैन होला। अल्फा बीटा नै भनौँ ल, सेट-जेफ रुल भने के हो थाहा छ? 2 डिग्री 3 डिग्री को थियो। मोर स्टेबल अल्किन इज द मेजर। अच्छा, सेट-जेफ रुलले के भन्छ? मोर स्टेबल अल्किन इज द मेजर। र मैले तिमीलाई पहिले क्वेसन गरिसकेको छु, 3-4वटा अल्किन दियो भने कसरी थाहा भने कुन चाहिँ मेजर हो? याद छ? स्टेबिलिटी याद छ? अल्फा हाइड्रोजन क्याल्कुलेट गर्ने याद छ? हो, मैले यसैको लागि मैले पहिला गराइदिए हो तिमीहरूलाई, पहिला गराइदिए हो। अब सुन, म तिमीलाई एक्जाम्पल दिइरहेको छु, अनि बल्ल तिमीलाई फिल आउँछ। ल्याएर एउटा एक्जाम्पल दियो ल, सबैजना बोर्डमा हेर है, CH3 CH2 CH, अनि यहाँ मैले OH लिएँ, ठिक छ? यहाँ मैले CH3 लिएँ। यसलाई मैले मोर स्टेबल अल्किन इज द मेजर। अब हेर, कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड, टेम्परेचर 170 डिग्री सेल्सियस टेम्परेचर। पहिला मलाई मेकानिजमबाट बुझाउन देऊ, त्यसपछि म तिमीलाई डिरेक्ट बुझाउँछु। हुन्छ सर? ल, पहिला मेकानिजम, ल न, मेकानिजममा पहिला स्टप के थियो याद गर, हल्का स्किप गरौँ। यो OH2 पोजिटिभ बन्छ, हो किन? प्रोटोनेट हुन्छ, OH2 पोजिटिभ बन्छ,
तुरन्त पानीबाट निस्किन्छ। हाम्रो काम के हो बाबु, हामी केही पनि गर्दैन, OH उडाइदिने, यहाँ कार्बोकेटाइन लगाइदिने। ठिक छ, क्लियर गाइज? सर ओएच किन पोजिटिभ हुन्छ त्यो? रे बाबु रे, पोजिटिभ किन हुन्छ? यो H2SO4 ले प्रोटोन दिन्छ, यो प्रोटोनले के गर्छ, अल्कोहलमाथि अट्याक गर्छ, यो H+ ले अट्याक गर्छ, त्यही भएर OH2 पोजिटिभ हुन्छ। बुझ्यौ? यसको काम हो यसमा गएर अट्याक गर्ने। ठिक छ, यहाँ हेर त गाइज, हेर त, ठिक छ, CH3 CH2 CH पोजिटिभ। ल भने यो स्टेप बुझ्यो कि बुझेन? ल भन। बुझ्यो सर। यो स्टेप बुझ्यो कि बुझेन? बुझ्यो? अब हेर, अब यहाँ चाहिँ बिटाको दुईटा पोसिबिलिटी छ के, यो पनि त बिटा हाइड्रोजन हो, यो पनि बिटा हाइड्रोजन। ओ माई गॉड। ल भने यहाँबाट तिमीले बिटा हाइड्रोजन हटायो भने बन्ड यहाँ बन्छ कि बन्दैन? चेक गर। यहाँबाट बिटा हाइड्रोजन हटायो भने यस्तो अल्किन बन्छ, CH3 CH2 CH2 यस्तो बन्छ। ठिक छ, यहाँबाट मैले हटाएँ भने, यहाँबाट हटाएँ भने यस्तो बन्छ बाबु, CH3 CH11 CH। ओ माई गॉड। ल भन, दुईटा डिफरेन्ट अल्किनको पोसिबिलिटी छ कि छैन भन त? हो। यदि दुईटा डिफरेन्ट अल्किनको पोसिबिलिटी छ भने कुन अल्किन भनेको मेजर हुन्छ? अकॉर्डिङ टु सेट-जेफ रुल हामी के भन्छ, प्रोडक्ट बनाउँछौँ, र सेट-जेफ रुलले के भन्छ, मोर स्टेबल अल्किन इज द मेजर। ल भने यहाँ चाहिँ अल्फा H कतिवटा कार्बन, डबल बन्ड कार्बनलाई बक्समा राखिदिने, अल्फा कार्बन 2 अल्फा हाइड्रोजन रे बाबु, यहाँ कार्बन डबल बन्ड 3 6 अल्फा। ओ माई गॉड, ओ माई गॉड, दिस इज द राइट आन्सर। भनेको यो OH भनेको कार्बन, अल्फा कार्बन हो। हेर त बाबु, ए भाइ बोल्न रे, यो बिटा भयो, यो मैले बिटा ड्यास गरिदिए। ल ठिक छ, एउटा बिटा गरे, एउटा बिटा ड्यास गरिदिए। ल भने तिमीले प्रोटोन H+ कहाँबाट फायर गर्ने, बिटाबाट कि बिटा ड्यासबाट? बिटा ड्यासबाट। हो, अनि बल्ल यहाँ बन्छ के हो, यही सिकाउनु खोजिरहेको छु कि म तिमीहरूलाई। थाहा छ, बन्न त दुइटै भन्छ कि, यो नबन्ने होइन, बन्न त बन्छ, थोरै मात्रामा यो, धेरै मात्रामा यो, थोरै मात्रामा यो, थोरै मात्रामा यो। यही रुलको नाम के हो रे बाबु? यही रुलको नाम के हो भन त? यही रुलको नाम सेट-जेफ रुल नाम हो। बुझाएको छैन? सोध्न पाइन्छ प्लिज? सर साँझ पनि क्लास छ। ट्राई गर्छौ, तिमीहरू ट्राई गर्छौ? हजुर भन्नुहोस् न सर। त्यहाँ माथिको अल्फा बिटा एलिमिनेसनमा कि त्यसको स्टेबिलिटी केमा डिटरमाइन गर्छ? के को स्टेबिलिटी? माथि अल्फा बिटा एलिमिनेसनमा E2 मेकानिजमबाट भएको थियो नि त्यसमा। भन्छ त्यो E2 मैले पढाएकै छैन। अहिले इवन चलिरहेको छ, अहिले पढाउनु बाँकी छ, टेन्सन नलिऊ। मलाई भन, मैले तिमीलाई 4वटा डिफरेन्ट अल्कोहल दिएँ, ABCD। यो 4वटै अल्कोहललाई मैले के गरेँ, एसिड क्याटालाइज डिहाइड्रेसन गरेँ होइन, कन्सन्ट्रेटेड सल्फ्युरिक एसिडसँग रिएक्सन गरेँ। मलाई भन, कुन अल्कोहलले फास्ट रिएक्सन गर्छ न त? हो, टर्सरी नभन्न, हामी के गर्छौँ थाहा छ? हामी सबैबाट OH हटाइदिने, कार्बोकेटाइन बनाइदिने, अनि कार्बोकेटाइनको के चेक गर्ने? स्टेबिलिटी चेक गर्ने। स्टेबल द कार्बोकेटाइन, सुन, स्टेबल द कार्बोकेटाइन, कोरस्पोन्डिङ अल्कोहल के हुन्छ? मोर रिएक्टिभ। अनि त्यो अल्कोहलबाट डिहाइड्रेसन के हुन्छ? फास्ट हुन्छ। क्वेसन गरौँ ल, अहिले टन्नै क्वेसन गरौँ ल, टेन्सन नलिऊ, टेन्सन लेने का नहीं बाबु। यसको आन्सर हेर त, एकपल्ट OH तल राखिदिन्छु। ल यसलाई रिएक्सन गर, कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड 170 डिग्री सेल्सियस टेम्परेचर। ल हाम्रो पहिलो काम के हो गाइस? हाम्रो पहिलो काम के? OH हटाउने कि नहटाउने? हटाउने। कार्बन बनाउने कि नबनाउने? बनाउने। बनाउने। छ, दिस इज बिटा, दिस इज बिटा, दिस इज बिटा, सब बिटा बिटा बिटा। जहाँबाट हटाइने, किन सिचुएसन एउटै हो के? हाइड्रोजन जहाँबाट लिने एउटै। जहाँबाट प्रोटोन हटाइने हुन्छ के? प्रोटोन यहाँबाट हटाइने, यहाँ डबल बन्ड बन्छ, यहाँ डबल बन्ड, यहाँ सब कम्पाउन्ड एउटै कम्पाउन्ड हो के? हामी यहाँबाट हटाइदिउँ के भन्छ होला यस्तो कम्पाउन्ड भन्छ र? CH3 कार्बन, CH3 डबल बन्ड, आइसोब्युटेन इज द राइट आन्सर। के भन भाइ, हो कि होइन? मजा आयो।
मजा आयो नि। रुक्न भाइ रुक्न, मलाई भन त खालि यति बुझ न, नेपालको लागि काफी हुन्छ। एसिड क्याटालाइज जुन हामीले पढिरहेको छौँ, कन्सन्ट्रेटेड सल्फ्युरिक 170 मा अल्किन भन्छ पढायो होला नि होइन। यो रियाक्सन भनेको इलिमिनेसन रियाक्सन हो। कस्तो इलिमिनेसन? अल्फा बिटा इलिमिनेसन और सिम्पली बिटा इलिमिनेसन। अल्फाबाट ओएच जान्छ, बिटाबाट हाइड्रोजन जान्छ। अल्फाबाट ओएच, बिटाबाट हाइड्रोजन। हाइड्रोजन कुन फर्ममा जान्छ? प्रोटोनको फर्ममा जान्छ कि एच प्लसको फर्ममा रिलिज हुन्छ कि। सो के भइरहेछ सुरुमा यो एसिड युज भइरहेछ बाबु, युज भइ र पछि फेरि यो एच प्लस भागिरहेछ भनेको क्याटालिस्टको काम के हो? सरी, एसिडको काम के हो? क्याटालिस्ट हो किन भन त? ए भाइ कहाँ गयो तिमीहरू यार? द्याट हो सर। हजुर नेममा यस्तै क्वेसन सोधेको थियो, ठ्याक्कै यही थियो कि के सोधेको थियो बाबु? यही सोधेको थियो सर क्वेसन तल होला 3 डिग्री अल्कोहलको। ल सुन, अब एउटा क्वेसन दिइरहेको छु तिमीलाई। म तिमीलाई 3-4वटा अल्कोहल दिइरहेको छु, मलाई भन्नु पर्यो कुन केसमा रेट अफ रियाक्सन के हुन्छ, फास्ट हुन्छ कि। म सबैले केसँग रियाक्सन गरिरहेको छु? कन्सन्ट्रेटेड सल्फ्युरिक एसिडसँग रियाक्सन गरिरहेको छु। ल क्वेसन है गाइस, रेट अफ रियाक्सन फास्ट, रेट अफ रियाक्सन फास्टेस्ट, रेट अफ फास्टेस्ट विथ concentrated sulfuric acid 170 डिग्री सेल्सियस टेम्परेचर। फर्स्ट मैले यो अल्कोहल दिए CH3CH2 OH, B मा CH3CH CH3OH, हाम्रो काम के हो थाहा? हाम्रो काम के हो? OH हटाइदिने, पोजिटिभ चार्ज लगाउने, OH हटाउने, पोजिटिभ चार्ज लगाउने, हटाउने, पोजिटिभ चार्ज लगाउने, हटाउने, पोजिटिभ चार्ज लगाउने। स्टेबिलिटी अफ कार्बोकेटाइन चेक गर्ने हो। यहाँ चाहिँ अल्फा एच भनेको 3वटा, यहाँ चाहिँ 3 6वटा, 6 अल्फा एच, यहाँ चाहिँ 3टा। ओ माई गॉड 2टा। ठिक छ त गाइस, हामीले के थाहा छ? एल्कोहलको रिएक्टिभिटी केमा डिपेन्ड गर्छ? स्टेबिलिटी अफ कार्बोकेटाइनमा डिपेन्ड गर्छ। रिएक्टिभिटी अफ एल्कोहल, रिएक्टिभिटी अफ एल्कोहल केमा डिपेन्ड गर्छ? स्टेबिलिटी अफ कार्बोकेटाइन। मलाई भन, यो एउटा देखिरहेछौ, 2टा देखिरहेछौ, 3टा देखिरहेछौ, 4टा देखिरहेछौ, 1 2 3 4, कुन कार्बोकेटाइन भनेको मोर स्टेबल हो? सबसे बढी स्टेबल कुन कार्बोकेटाइन? दिस इज, यो भनेको सबसे बढी 9 अल्फा एच छ नि त। सो सबसे बढी रिएक्टिभ कुन होला भन त? सबसे बढी रिएक्टिभ भनेको सी होला। त्यसपछि कुन होला? त्यसपछि कुन होला? बी होला। त्यसपछि ए होला, सी होला। गजब भाइ यार, गजब यार, आग लगाओगे क्या? यहाँसम्म कसैलाई केही डाउट छ भने सोध्न पाइन्छ प्लिज। नो डाउट। अब तिमीलाई एउटा अलिकता कन्सेप्चुअल क्वेसन तिमी ट्राई गर्छौ? यो क्वेसन नेपालको इन्ट्रान्समा आइदियो भने म ग्यारेन्टी दिइरहेको छु 90%ले गल्ती गरिदिन्छ। ल हेर्नु, हामीले कसरी पढाएको छौँ याद गर्दा? हामी यसरी पढ्छौँ, याद गर न बाबु। CH2OH CH2H, यही हो नि? CH3CH2OH भने CH3CH2 यही हो। अनि हामी के पढ्छौँ? कन्सन्ट्रेटेड सल्फ्युरिक। हामी प्लस 2 मा एक्जाम्पल पढ्ने यही इथाइल एल्कोहल के पढ्ने हो कि एक्जाम्पल। अनि हामी के भनिदिन्छौँ? यो फङ्सनल ग्रुप हो, यो अल्फा हो, यो बीटा हो। अनि यसरी बक्स पनि बनाएको होला, याद गर रे बाबु। हो कि नभन? प्लस 2 मा यसरी पढाएको छौ। ठ्याक्क म तिमीलाई एउटा क्वेसन दिँदैछु, लिएर बाबु रे। CH3 CH2 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 OH, ha concentrated sulfuric acid 170 डिग्री सेल्सियस टेम्परेचर वाट। अनि वाटमा भन्छ मेजर प्रोडक्ट बोलो बाबु, मेजर प्रोडक्ट ब्युटेन। रुक्न भाइ, अरे रुको जरा। लावन गाउँतिरको बच्चालाई के गर्छ? ल यो अल्फा बीटा हा 1 ब्युटेन लो। अर्को वर्षको फर्म 4000 गन। यसरी हामी गर्दैनौँ।
सुन बाबु हामीलाई के थाहा छ बाबु भने हामीलाई के थाहा छ कन्सन्ट्रेटेड सल्फ्युरिक एसिडसँग रिएक्सन गर्दाखेरि यो कुन मेकानिजम फलो गर्छ बाबु E1 मेकानिजम E1 र E1 मा के भन्छ कार्बोकेटाइन बन्छ र हामीलाई एउटा कुरो थाहा छ कार्बोकेटाइनको एउटा स्पेशल प्रोपर्टी हुन्छ रिअरेन्जमेन्ट सो के हुन्छ थाहा छ सुन के गर्ने यहाँबाट यो OH हटाइदिने कार्बोकेटाइन बनाइहाल्यो यो स्टेप थाहा छ नि हामीलाई यति त थाहा छ CH3 CH2 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 पोजिटिभ एकचोटि हेर त यो जुन कार्बोकेटाइनको ठ्याक्क कार्बन अल्फा यहाँबाट तिमीले एउटा हाइड्राइडको माइग्रेसन गर हाइड्राइड याद छ हल्का हल्का मैले क्वेसन गराएको थिएँ यहाँबाट के गर हाइड्राइड माइग्रेट गराउ त माइनस H माइनस माइग्रेट गराउने H माइनस यहाँबाट तिमीले H माइनस माइग्रेट गरायो भने पोजिटिभ चार्ज यहाँ आउँछ के सो हामीले के पाउने भयो भने यस्तो पाउने भयो कि भएन भनेर CH3 CH2 CH पोजिटिभ CH3 अब कम्पेरिजन गर फर्स्ट कार्बोकेटाइन सेकेन्ड कार्बोकेटाइन कुन चाहिँ मोर स्टेबल हो सेकेन्ड फर्स्ट र सेकेन्डबाट कुन सेकेन्ड मोर स्टेबल हो थाहा छ यो कार्बोकेटाइनको एउटा इन्टरनल प्रोपर्टी हो के उसको आफ्नो प्रोपर्टी हो यदि कुनै रिएक्सनमा कार्बोकेटाइन बनिरहेछ भने कार्बोकेटाइनको एउटा स्पेशल प्रोपर्टी हुन्छ आफूले रिअरेन्ज गर्छ के लेस स्टेबलबाट मोर स्टेबल कन्भर्ट गर्छ अनि बल्ल फर्दर रिएक्सनमा जाने हो कि मलाई भन यो 1 डिग्रीबाट 2 डिग्रीमा कन्भर्ट भयो कि भएन योभन्दा बढी स्टेबल बन्न सक्दैन कि दिस इज द सबसे बढी स्टेबल अब सुन बाबु यहाँबाट हटायो भने 1 ब्युटिन बन्छ यहाँबाट हटायो भने 2 ब्युटिन बन्छ बन्दैन भन त बन्न त दुईटै प्रोडक्ट बन्छ कुन चाहिँ मेजर हुन्छ 1 ब्युटिन वाला कि 2 ब्युटिन वाला रे 2 वाला रे बाबु यस 2 वाला यो मेजर हो भनेको तिम्रो साथीहरूले जुन अन्त बढिरहेको साथीहरूले केमा टिक लाउँछ 1 ब्युटिनमा टिक लाएर आउँछ 7.0 को बच्चाले केमा टिक लाएर आउँछ 2 ब्युटिनमा टिक लाएर आउँछ गन 4000 गन राजेश केमिस्ट्रीमा ल भन मजा आयो क्या भन्ने क्वेसन ए भाइ के त बोला न यार मैले भने यो क्वेसन तिमी दियो भने धेरैले के गर्छ त भन्दाखेरि यो माइग्रेसन गर्दैन क्या रिअरेन्जमेन्ट गर्दैन हुन त अब यसो नसोध्ला होइन यति डेप्थमा त डेप्थ त के भनौँ ठिकै हो अझ एक्जाम्पल गर्ने हो कि अर्को रिएक्सनतिर जाऊँ एक और चलेगा क्या मिथाइल वाला सिर्फ ठानौँ के छ र जिन्दगीमा क्या लेके आए हो एउटा कुरा बुझिराख कुनै पनि रिएक्सनमा यदि कार्बोकेटाइन बनिरहेछ भने कार्बोकेटाइनको एउटा स्पेशल प्रोपर्टी हुन्छ रिअरेन्जमेन्ट र हामीलाई के थाहा छ एसिड क्याटालाइज डिहाइड्रेसन अफ एल्कोहलमा कार्बोकेटाइन बन्छ यो हामीलाई थाहा छ पहिला अल्कोहलको के हुन्छ प्रोटोनेसन अस्ति एउटा आइसक्रिम खान गएको थिएँ यार 450-500 को आइसक्रिम हुन्छ कस्तो जिब्रो नै बिग्रियो मेरो यार प्लेटिङ थियो होला सर बाहिर अनि गफ दिइरहेको थियो स्विट्जरल्यान्डको आइसक्रिम हो भनेको के म्याम जानुभएको थिएन हजुर म्यामले आइसक्रिम खानु कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड 170 डिग्री मेरो साथी छ के पहिला युएसमा बस्छ उसलाई लिएर गएको थिएँ क्या म हजुर कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड 170 डिग्री सेल्सियस टेम्परेचर ल अब हेर सुन गाइस हामी पहिला के गर्छौँ यो हटाउने कि नहटाउने भने त हटाउने ल कार्बोकेटाइन पहिला बनाइहाल कार्बोकेटाइन ल कार्बोकेटाइन बनाए ठीक छ ल अब एउटा स्पेशल प्रोपर्टी हुन्छ रिअरेन्जमेन्ट थाहा छ रिअरेन्जमेन्ट कसरी हुन्छ बाई H माइनस को माइग्रेसन मतलब हाइड्राइडको माइग्रेसन बाई मिथाइल ग्रुपको माइग्रेसन तिमी एउटा यो पुरै सिङ्गो यो मिथाइल ग्रुपलाई माइग्रेट गरिदेऊ यहाँ माइग्रेट गरिदेऊ अनि के भन्छ थाहा छ यस्तो भन्छ ल CH3 कार्बन CH3 CH2 CH3 पोजिटिभ चार्ज ठिक छ र त गाइस फेरि भनिदिनु न सर अघि साउन्ड गथ्यो मेरो साउन्ड गएको थिएन तिम्रो साउन्ड गएको होला
सुन यो त्यसैले भन्दिनु न लेस स्टेबल कार्बोकेटाइन बुझ्यो कार्बोकेटाइनको एउटा स्पेशल प्रोपर्टी हुन्छ रिअरेन्जमेन्ट लेस स्टेबलबाट मोर स्टेबलमा कन्भर्ट हुन्छ त्यो कसरी रिअरेन्जमेन्ट हुन्छ त कुनै बेला हाइड्रोजन माइग्रेट गरिदिन्छ एच एटम माइग्रेट कुनै बेला CH3 ग्रुप माइग्रेट गरिदिन्छ मतलब आफ्टर माइग्रेसन अफ द ग्रुप तिमीले बनाएको कार्बोकेटाइन के हुनु पर्यो मोर स्टेबल हुनु पर्यो कि यहाँ आएर त यहाँबाट के गर्छ यो मिथाइल ग्रुप के गर्छ माइग्रेट गरिदिन्छ कि अब यहाँबाट हामीले के गर्नु पर्यो अल्किन बनाउनु पर्यो अल्किनको दुईटा पोसिबिलिटी भयो भाइ बाबु रे यहाँबाट हाइड्रोजन माइग्रेट गर मतलब प्रोटोन भगाऊ डबल बन्ड यहाँ बनाऊ अर्को भनेको यहाँबाट भगाऊ भनेपछि दुईटा अल्किन बन्ने भएर त CH2 डबल बन्ड C माथि CH3 CH2 CH3 अर्को भनेको यहाँबाट हटाउँदाखेरि के भन्छ यस्तो भन्छ र CH3 कार्बन CH3 डबल बन्ड CH3 चेक र हेर त दुईटा अल्किन बन्यो कि बनेन एउटा यो अल्किन अर्को यो अल्किन कुन चाहिँ मोर स्टेबल होला सेकेन्ड मेजर हो यही मेजर हो बाबुरे सो मैले तिमीलाई के भन्न खोजिरहेको छु ध्यान छ मैले तिमीलाई खासमा के थाहा छ यो क्वेसन एक्जाममा आयो भने धेरैले के भन्छ नो इलिमिनेसन अल्फामा त देखि बिटामा त हाइड्रोजनै छैन नो इलिमिनेसन यस 2026 यस अरे भाइ हामीले पढे अनुसार त हामी के भन्छौँ नो इलिमिनेसन भन्छौँ नि हेर न यो अल्फा देखिरहेको छौ यो बिटा कार्बन यो हो ल बिटा कार्बनसँग हाइड्रोजन छ कि छैन छैन मान्छेले के भन्छन् गाउँको बच्चाले के भन्छ नो इलिमिनेशन 7.0 के बच्चाले भन्छ यस इलिमिनेशन होगा प्रोडक्ट भी बना दिया देखो भाई हाइड्राइड शिफ्ट भी होगा यस हाइड्राइड शिफ्ट भी होगा RCB जीत भी गया देखो भाई जो RCB हो यो अय्यर हो आज त्यस्तै हुने वाला छ बुझ्यो अब यो क्वेसन हाम्रो ज्यादा सोध्दैन होला म ग्यारेन्टी दिन सोध्दैन होला तर हल्का यही सोध्नु पर्ने हो खासमा मलाई भन अल्किनको सुन कार्बोकेटाइनको स्पेशल प्रोपर्टी हुन्छ के rearrangement this is the special property of carbocation rearrangement के रे भन त्यो सेकेन्ड वाला कसरी मेजर भयो यो मोर स्टेबल हो नि त नानी हेर त यो कार्बन डबल बन्ड कार्बन भयो थाहा छ यो भनेको अल्फा कार्बन 1 2 3 अल्फा 1 2 3 9 अल्फा एच भन्दै यो अल्किनमा 9 अल्फा एच मैले तिमीलाई पहिले पढाएको थिएँ अल्किनको स्टेबिलिटी अफ अल्किन मैले पहिले पढाएको थिएँ अल्किनको स्टेबिलिटी कसरी चेक गर्ने यो कार्बन डबल बन्ड कार्बनलाई बक्समा राख्दिने अनि यो ठ्याक्क साइडको कार्बन के हुन्छ अल्फा कार्बन हुन्छ यहाँ काउन्ट गरेर त कतिवटा हुन्छ त यो कार्बन डबल बन्ड कार्बनलाई मैले बक्समा राख्दिएँ ठिक छ बक्समा राख्दिएँ यो 3टा भयो यो 2टा भयो भने चाहिँ 5 अल्फा एच यहाँ चाहिँ 5 अल्फा एच भयो यहाँ चाहिँ 9 अल्फा एच भयो भने यो मोर स्टेबल हो के भाइ कस्तो बोलो रे हजुर सर केही त बोला न ल तिमीलाई म एउटा नोट पढाउँछु नोट लेखाउँछु नोट मलाई त इलिमिनेसन रिएक्सन भनेको दुई किसिमको हुन्छ एउटा हुन्छ E1 अर्को हुन्छ E2 अर्को हुन्छ E1 अर्को हुन्छ E2 E1 मा के हुन्छ E1 पहिला कार्बोकेटाइन बन्छ के भन्छ पहिला कार्बोकेटाइन भन्छ अनि त्यसपछि हामी के गर्छौं योभन्दा बढी स्टेबल कार्बोकेटाइन हुन सक्छ कि बाइ द माइग्रेसन अफ हाइड्रोजन और बाइ द माइग्रेसन अफ अल्काइल ग्रुप यदि हुने रहेछ भने हामी मोस्ट स्टेबल कार्बोकेटाइन बनाउँछौं त्यसपछि बल्ल हामी के गर्छौं थाहा छ बीटा पोजिसनबाट प्रोटोनलाई फायर गर्ने डबल बन्ड बनाउने हो कि कुछ तो बोलो मेरे लाल सर ल सर नगर यहाँ आएर सर हजुर भन अघि त्यो CH3 चाहिँ शिफ्ट भयो कार्बोकेटाइन फर्मेसन हुँदा र डबल बन्ड इवन चाहिँ प्रड्युस गर्नलाई भएको छैन सर म अलि पछाडि छ भनेको अघि सबै हो नि सर अघि के भन त अघि चाहिँ त्यो CH3 चाहिँ शिफ्ट भयो कार्बोकेटाइन तिर र डबल बन्ड चाहिँ दुई बन्ड कस्तो हो नै यो त मैले भनेको यो CH3 शिफ्ट भएर यो भन्यो यो कार्बोकेटाइन भन्यो ठीक छ अब हामीले अल्किन बनाउने यहाँबाट अल्किन बनाउने हो कि यहाँबाट अल्किन बनाउँदाखेरि हामीसँग दुईटा पोसिबिलिटी छ के यहाँबाट प्रोटोन फायर गर्न मिल्छ H+ फायर गर्न मिल्छ प्रोटोन फायर डबल बन्ड यहाँ आउँछ यहाँबाट प्रोटोन फायर गर्नु डबल बन्ड यहाँ बन्छ कि
सो यहाँबाट प्रोटोन फायर गर्दाखेरि जुन डबल बन्ड यहाँ बन्छ नि यो अल्किन मोर स्टेबल हो भन्न खोजेँ क्या मैले, यो मेजर हो भन्न खोजेँ। सर तलको CH3 चाहिँ उता शिफ्ट भएन सर? कहाँ तल पछाडि माथि भनिरहेको छु भाइ, यो CH3 त यहाँ गइसक्यो। ए सरी यो CH3 यहाँ गइसक्यो त यहाँ हेर न, यो CH3 लाई मैले यहाँ लेखिसकेको छु त यहाँ हेर त, यो यहाँ गरे यहाँ तलै लेख्नु जरुरी छ नि त, सँगै लेखे भइगयो नि, हम साथ साथै गर्दै तल किन पार्नु सँगसँगै। सर हजुर त्यो मेजर प्रोडक्टमा के कतिवटा अल्फा हाइड्रोजन हुन्छ एकचोटि भनिदिनु न फेरि, गनेर म झुक्किएँ कि त्यसो। मैले पहिले टिकाइदिएको यो कार्बन डबल बन्ड कार्बन, यो कार्बन सुन न, यो को थियो रे, सुन कार्बन डबल बन्ड कार्बन ठीक छ, यो अल्फा कार्बन हुन्छ बुझ्यो, अनि योसँग अट्याच भएको हाइड्रोजन भनेको अल्फा हाइड्रोजन हुन्छ। जस्तो कि हेर CH2 डबल बन्ड CH 1 घण्टा यसमै बिताइदियो, यहाँ हेर त यो कार्बन डबल बन्ड कार्बन हो, यो कार्बन अल्फा कार्बन हो, एउटा दुईटा तीनटा यस 3 अल्फा हाइड्रोजन। बुझे सर भयो, बुझ्यो, थ्याङ्क यू, बुझ्यो भने ल। अब हेर तिमीले कहिले काहीँ रिएक्सन यसरी पढाइछौ नि, याद छ इफ Al2O3 Al2O3 350 डिग्री सेल्सियस दिया हुन्छ नि, इफ Al2O3 इज गिवन देन हाई टेम्परेचर will be required and it will follow, it will के रे बाबू follow, के रे बाबू follow E2 mechanism. Oh, so this is two-step process की one step elimination। लवना कार्बोकेटाइन बनेगा कि नहीं बनेगा? नहीं बनेगा। रीअरेंजमेंट होगा कि नहीं होगा? नहीं होगा। कार्बोकेटाइन बने पो रिअरेंज हुन्छ नि। अब हेर खेल कस्तो मजाको आयो, हेर तिमीले याद गर्दा तिमीले यस्तो रिएक्सन पढाएको हुन्छौ, CH3 CH2 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 OH रिएक्सन गर Al2O3 350 डिग्री सेल्सियस टेम्परेचर। र तिमीलाई कसैले क्वेसन भन्यो विच इज द मेजर प्रोडक्ट, विच इज द मेजर प्रोडक्ट भन्ने क्वेसन आयो भने हामीलाई के थाहा छ, यहाँ चाहिँ यो E2 मेकानिजम हो। E2 मेकानिजम वान स्टेप हो। ल भने यो OH भने यो अल्फा भयो, यो बीटा भयो, अल्फाबाट OH बीटाबाट प्रोटोन यहाँ डबल बन्ड बनिन्छ, दिस इज द मेजर। यो भन्ने त चान्सै छैन क्या, यो त बन्दै बन्दैन क्या भाइ, यो त बन्दै टुर त बन्दै बन्दैन। खेल बुझ्यो भने बराबर बना। मतलब Al2O3 लियो भने मेकानिजम चेन्ज भइदिन्छ, मेकानिजम भइदिन्छ E2 मेकानिजम। ल E2 मेकानिजममा हामीलाई के थाहा छैन, हामी अल्फाबाट OH हटाइदिने, बीटाबाट हाइड्रोजन हटाइदिने, बन्ड बनाइदिने, खतम खतम बाबु खतम। बोल्न बे। ल भन तिमीलाई कसैले क्वेसन यो सोध्यो CH3 कार्बन CH3 CH3 CH2 OH, ल भन बाबु Al2O3 350 डिग्री सेल्सियस, हामी के भन्छौं, हामी भन्छौं नो रिएक्सन भन्छौं बाबु। ए बाबु रे के बोल्न रे, हो कि हैन? हो सर हो। किनभने बीटा कार्बनसँग हाइड्रोजन छैन के, अल्फासँग त OH त छ, बीटासँग छैन। भन्छ हेर न तिमीले रिएजेन्ट फरक लियो, रिएक्सनको मेकानिजमै फरक भइदियो के। मलाई भन यो क्वेसन तिमीले Al2O3 सँग गर्यो भने 1-ब्युटिन मेजर भन्छ, तर यहाँ तिमीले कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड र 170 डिग्री सेल्सियस टेम्परेचर ल्याए के हुन्थ्यो थाहा छ? यो हटाउने कार्बोकेटाइन बनाउने इवन मेकानिजम, कार्बोकेटाइन बनाउँथ्यो, फेरि हाइड्राइडको माइग्रेसन गर्थ्यो, कार्बोकेटाइन यहाँ बन्थ्यो, दुईटा पोसिबल अल्किन बन्थ्यो, 1-ब्युटिन बन्थ्यो, 2-ब्युटिन बन्थ्यो, कुन चाहिँ मेजर हुन्थ्यो, 2-ब्युटिन मेजर हुन्थ्यो, 1-ब्युटिन माइनर हुन्थ्यो। तर Al2O3 350 लिइरहेको 2-ब्युटिन बन्ने त चान्सै भएन कि, एक्सक्लुसिभली के भन्छ 1-ब्युटिन भन्छ कि। अब बुझ नबुझ मलाई केही थाहा छैन। सर बुझ्यो सर। ल एउटा क्वेसन गरौँ, सब क्वेसन बनेर मलाई आएर भन्नु। ल आज ट्राई गरौँ तिमीहरू। भनेपछि मलाई भन त कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड 170 डिग्री सेल्सियस टेम्परेचर E1 मेकानिजम,
2 स्टेप मेकानिजम। Al2O3 350 यो पनि इलिमिनेसन रिएक्सन हो, बट दिस इज E2 मेकानिजम which is most reactive towards concentrated H2SO4, which is most reactive towards concentrated H2SO4. बुझ्यो क्वेशन? मोस्ट रिएक्टिभ टुवार्ड्स। ल कुनै पनि अल्कोहललाई कन्सन्ट्रेटेड H2SO4 सँग रिएक्सन गर्यो भने के भन्छ? इन्टरमिडिएट कार्बोकेटाइन भन्छ के। अप्सन सी सर। ल हाम्रो काम के हो थाहा छ? OH हटाउने, पोजिटिभ चार्ज लगाउने, OH हटाउने, पोजिटिभ चार्ज लाउने, OH हटाउने, पोजिटिभ चार्ज लाउने, OH हटाउने। ठिक छ यहाँसम्म? ए बाबु यसको नाम के हो थाहा छ? बेन्जाइल कार्बोकेटाइन भन्छ यसलाई। बेन्जाइल कार्बोकेटाइन। दिस इज के भन्छ त? बेन्जाइल कार्बोकेटाइन। दिस इज के भन्छ त गाइस? बेन्जाइल कार्बोकेटाइन। र यो सबसे बढी दिस इज रेजोनेन्स स्टेबलाइज, रेजोनेन्स स्टेबलाइज कार्बोकेटाइन। सबसे बड़ी स्टेबल यही हो भनेपछि सबसे बड़ी रिएक्टिव पनि यही हो। सी इज द राइट आन्सर। ठीक छ गाइस? हेलो हेलो। यस सर। यो रिएक्सन कहानी सक्यो। सो हामीले समअप गर्दाखेरि हामीले एउटा के बुझ्यौं भन्दाखेरि कुनै पनि अल्कोहललाई कन्सन्ट्रेटेड सल्फ्युरिक एसिड 170 डिग्री सेल्सियसमा रिएक्सन गर्यो भने यो रिएक्सन भनेको एलिमिनेसन रिएक्सन हुन्छ। अनि यो रिएक्सन भनेको E1 मेकानिजमबाट जान्छ, 2 स्टेपमा हुन्छ। पहिला कार्बोकेटाइन भन्छ, OH हटाइदिने, कार्बोकेटाइन बनाइदिने, अनि हेर्ने यो कार्बोकेटाइन लेसबाट मोरमा कन्भर्ट हुन सक्छ कि सक्दैन। यदि मोरमा कन्भर्ट हुन सकिरहेछ भने पहिला मोरमा लगिदिने, अनि बल्ल हामी के गर्ने? अल्किन बनाउने। अल्किन कसरी बनाउने? बीटा कार्बनबाट के गर्ने? प्रोटोनलाई फायर गर्ने। यदि दुईटा डिफ्रेन्ट अल्किन बनिरहेछ भने कुन चाहिँ मेजर हुन्छ? जुन चाहिँ के हुन्छ? मोर स्टेबल हुन्छ। मलाई लाग्छ पक्कै बुझेको होला, क्रिस्टल क्लियर भएको होला गाइस। ल अब अर्को रिएक्सन हेर। डिहाइड्रो हेलोजिनेसन। मिनिङ बुझ त? पानी र हेलोजन। पानी हैन बे, हाइड्रोजन हो। डिहाइड्रो पानी हैन बे, डिहाइड्रो हाइड्रोजन भनेको रिमुभल अफ हाइड्रोजन, रिमुभल अफ हेलोजन। थाहा छ? यो मेकानिजम एलिमिनेसन हो। एन्ड दिस इज E2 मेकानिजम बाबु, E2 मेकानिजम। ल भन 2 स्टेप कि 1 स्टेप? 1 स्टेप। यसको लागि रिएजेंट क्या चाहिए? अल्कोहलिक KOH चाहिए। रिएजेंट अल्कोहलिक KOH। के रे बाबु भन त? अल्कोहलिक KOH। नो कार्बोकेटाइन को फॉर्मेशन, नो रीअरेंजमेंट। कुछ तो बोलो रे। नो कार्बोकेटाइन, नो रीअरेंजमेंट। कुन मेकानिजम बना त? E2 मेकानिजम, सिंगल स्टेप प्रोसेस। के त बोला भाइ? के हो? के भयो भने त? यहाँ हेर, यहाँ इक्जाम्पल हेर। CH3 CH2 ब्रोमिन। ठीक छ? अल्कोहलिक KOH। ल भन, यो ब्रोमिन देखिरहेको छ, यो अल्फा हो बाबु, बीटा हो। अल्फाबाट हेलोजन, बीटाबाट हाइड्रोजन, यहाँ बन्ड के भन्ने भयो भन? फटाफट भन। प्रोपिन भन्छ। बुझिरहेको छु? यो पनि धेरै स्टुडेन्टले गल्ती गरिदिन्छ। CH3 CH2 Cl लिए अल्कोहलिक KOH, अल्कोहलिक KOH। बोलो अल्कोहलिक KOH। दिस इज अल्फा, दिस इज बीटा। अल्फाबाट हेलोजन, बीटाबाट हाइड्रोजन, बीचमा बन्ड
CH3 CH2 CH डबल बन्ड CH2। ए बाबु रे यहाँ 2 ब्युटिन बन्छ। 2 ब्युटिन त बन्दैन के, एक्सक्लुसिभली के बन्छ 1 ब्युटिन बन्छ के यहाँ। यस सर अच्छा यो क्वेसन एक्जाममा आइदियो भने यो क्वेसन दियो वाट दियो 1 ब्युटेन 2 ब्युटेन, द मेजर प्रोडक्ट इज 1 ब्युटेन 2 ब्युटेन बोथ नन, आन्सर सबले 2 ब्युटेनमा टिक लगाएर आइदिन्छ कि। यस 90% 2 ब्युटेनमा टिक लगाएर आइदिन्छ, मलाई थाहा छ कि किन उसलाई मेकानिजम थाहा हुँदैन। मलाई लास्ट इयर पढाएर सोध्न पनि आउँथ्यो स्टुडेन्ट, सर बुकमा आन्सर रङ दिएको छ, सर बुकमा आन्सर रङ दियो, के को रङ बाबु रे, राइट हो यो। ल भने त 2 ब्युटेन कब हुन्थ्यो भने त 2 ब्युटेन कब हुन्थ्यो जब यो अल्कोहल हुन्थ्यो र हामी रियाक्सन कन्सन्ट्रेटेड सल्फ्युरिक एसिडसँग गरायो। इन द्याट केस द करेक्ट आन्सर इज 2 ब्युटेन। यहाँ त 1 ब्युटेन नै आन्सर हो नि। ल भन रे बाबु, के रे बाबु, बाबु बोल्न बाबु ल भन। नो रियाक्सन। ल ल ल थाहा छ यो एल्कोहोलिक क्युएच भने के हो थाहा छ गाइस? यो एल्कोहोलिक क्युएच भने के हो? एल्कोहोलिक क्युएच भनेको ROH प्लस KOH, दिस इज एल्कोहोलिक। सो कहीँ एल्कोहोलिक क्युएच नलेखिकन यो लेखेको भेटाउँछ तिमीले, कहीँ यो पनि नलेखेर थाहा छ यो दुईटा रियाक्सन गरेर के बनाउँछ? ROK, रोक बनाउँछ ROK रे बाबु, के बनाउँछ ROK। सो थाहा छ एल्कोहोलिक क्युएच लेख्नु अथवा ROK लेख्नु एउटै कुरा हो रे बाबु। ल न हिट का होना कंपल्सन है बाबु। यसमा अर्कै छुट्टै छुट्टै काण्डहरू हुन्छ के, त्यो काण्डहरू हामी पछि गरौँला। सर त्यो ROK के भन्नुभयो? ROK भनेको एल्कोहोलिक क्युएच के। एल्कोहोलिक क्युएच भनेको एल्कोहल प्लस KOH। जब तिमी एल्कोहल प्लस KOH लिन्छौ नि एउटा भाँडोमा, त्यो दुईटा रियाक्सन गरिदिन्छ के ROK बनाइदिन्छ कि। सो अल्कोहोलिक KOH लेख्नु ROK लेख्नु एउटै कुरा हो भन्नु खोजेँ क्या मैले। सुन प्रोडक्टको नेचर दुई एउटा हुन्छ सेटजेप प्रोडक्ट भन्छ, सेटजेप प्रोडक्ट भनेको मोर स्टेबल, अर्को हुन्छ हफम्यान प्रोडक्ट विच इज लेस स्टेबल। सो ध्यान दिएर सुन गाइस, ध्यान दिएर सुन, यहाँ चाहिँ बहुत काण्डको कुराहरू छन् के, काण्डको कुराहरू छन्। मलाई भन त गाइस, सुन म चाहिँ अल्किन यस्तो लिएँ, मैले यस्तो अल्किन लिँदाखेरि 2 ब्युटेन बन्ने चान्स कति? यो अल्किन 2 ब्युटेन बन्ने चान्स कति? 0.0000 बन्दैन। तर के रे बाबु, तर म यस्तो हेलो अल्किन लिए भने अनि रियाक्सन गरिरहेको छु अल्कोहोलिक KOHसँग। ध्यान दिए सुन, म के भन्न खोजिरहेको छु। यो हेलोजन हो, यो अल्फा हो, यो बिटा हो, यो पनि त बिटा हो नि। मैले यहाँबाट प्रोटोन हटाएँ भने बन्ड यहाँ बन्छ है त। सो हाम्रो आन्सर यस्तो बन्छ र त, ठिक छ र त गाइस? यहाँबाट हटाएँ भने ठिक छ र त? मेजर हो रे हो। सुन अरे रुक, मलाई भन्दैन पहिला, मलाई भन्दैन। यो जुन छ नि यो मोर स्टेबल, यसलाई भन्छ सेटजेप प्रोडक्ट भन्छ, स्टेबल वाला सेटजेप। के रे भन त? सेटजेप 55% भन्छ हैन सर? रुक न, यसलाई के भन्छ थाहा छ? हफम्यान प्रोडक्ट भन्छ। लेस स्टेबल वाला हफम्यान भन्छ के। ध्यान दिनु, म के भन्न खोजिरहेको छु। मोर स्टेबल वाला हामी के भन्छौँ? सेटजेप प्रोडक्ट भन्छौँ। लेस स्टेबल हामी के भन्छौँ? हफम्यान प्रोडक्ट भन्छौँ। फेरि भने के भन्छ भन त? हफम्यान प्रोडक्ट। थाहा छ यो डिहाइड्रो हेलोजिनेसन गर्ने बेलामा हैन, त्यो कन्डिसनमा डिपेन्ड, कुनै बेला चाहिँ मेजर चाहिँ यो भइदिन्छ सेटजेप, कुनै बेला मेजर चाहिँ हफम्यानै भइदिन्छ के। फेरि सुन मैले के भन्न खोजिरहेको छु। कुनै बेला हैन अलवेज सेटजेप प्रोडक्ट मेजर हुन्छ जरुरी छैन कि, कुनै बेला हफम्यान प्रोडक्ट पनि मेजर भइदिन्छ यो प्रोडक्ट हो। यसको लागि कन्डिसन छ के, कुन बेला यो चाहिँ मेजर हुन्छ भने यसको लागि 2-3 वटा पोइन्ट्सहरू छ के, त्यो म पोइन्ट लेखाइदिन्छु, सक्यो। बाँकी अलवेज के हुन्छ? सेटजेप मेजर हुन्छ के। बुझ्यो मैले के भन्न खोजिरहेको छु? ल न, मोर स्टेबल प्रोडक्टलाई हामी के भन्छौँ? सेटजेप प्रोडक्ट भन्छौँ। लेस स्टेबल प्रोडक्टलाई के भन्छौँ? हफम्यान प्रोडक्ट भन्छौँ। फेरि भन गाइस, मोर स्टेबल प्रोडक्टलाई हामी के भन्छौँ? सेटजेप प्रोडक्ट। लेस स्टेबललाई के भन्छौँ? लेस स्टेबल प्रोडक्ट भन्छौँ। ल न, डिहाइड्रो हेलोजिनेसन गर्दाखेरि के गर्दाखेरि भन त? डिहाइड्रो हेलोजिनेसन गर्दाखेरि के गर्दाखेरि बाबु भन त?
डिहाइड्रो हेलोजिनेसन गर्दाखेरि यो पनि मेजर बन्न सक्छ, यो पनि हफम्यान पनि मेजर हुन सक्छ के। त्यसको लागि दुई तीनवटा कन्डिसन छ के। यदि त्यो कन्डिसन सेटिस्फाई गर्यो भने यो मेजर हुन्छ, नत्र अलवेज के हुन्छ, सेट जेफ प्रोडक्ट के हुन्छ, मेजर हुन्छ। खेल बुझ्यो भाइ? एउटा कन्डिसन भनिदिइहालौँ नि त, खोलिदियौँ, चिट्ठा खोलिदिउँ। यदि तिम्रो हेलोजन क्लोरिन, ब्रोमिन, आयोडिन छ भने यदि तिम्रो अलवेज के हुन्छ, सेट जेफ के हुन्छ रे बाबु, सेट जेफ। तर यदि तिम्रो हेलोजन फ्लोरिन छ भने जस्तो कि यस्तो हेर, CH3 CH2 CH फ्लोरिन CH3 अल्कोहोलिक KOH। ल भन यो अल्फा हो किन भन? ए बोल बे। हो सर। ल यो बीटा, यो पनि बीटा, यो पनि बीटा। यहाँबाट तिमीले प्रोटोन हटायो भने 1 ब्युटिन बन्छ बन्दैन? एच हटायो भने यहाँ डबल बनाउँछ, 1 ब्युटिन बन्यो, 1 ब्युटिन। यहाँबाट हटायो भने के भन्छ, 2 ब्युटिन बन्छ बन्दैन? माथिको के हो, माथिको प्रोडक्ट के हो, हफम्यान कि सेट जेफ? सेट जेफ लेस स्टेबल वाला हो नि त। तल के हो, हफम्यान कि के अरे सेट जेफ गर्दा, सरी माथिको के भन त, हफम्यान, तल के भन, सेट जेफ। कुन चाहिँ मेजर हो, माथिको कि तल? कुन चाहिँ मेजर हो, कुन चाहिँ मेजर हो, कुन चाहिँ मेजर हो? माथिको मेजर। ए कहाँ तलको, माथिको फ्लोरिन हो नि त। यदि तिम्रो हेलोजन फ्लोरिन छ भने हफम्यान प्रोडक्ट मेजर हुन्छ के। यही सिकाउनु खोजिरहेको छु कि। दुई तीनवटा कन्डिसन छ, म कन्डिसन लेखाइदिन्छु, सक्यो, कुरा खतम, खेल खतम बाबु। यो दुई तीनवटा कन्डिसन, यस्तो दुई तीनवटा कन्डिसन जसमा चाहिँ हफम्यान प्रोडक्ट चाहिँ मेजर हुन्छ, बाँकी अलवेज के हुन्छ, सेट चाहिँ प्रोडक्ट मेजर हुन्छ के। कुरै खतम। ल यही कन्डिसनमा ल भने यदि यो क्लोरिन भएको भए आन्सर, क्लोरिन भएको भए, यहाँ क्लोरिन भएको भए आन्सर के हुन्थ्यो, विच इज मेजर? 2 ब्युटेन इज द मेजर। ब्रोमिन भएको भए 2 ब्युटेन इज द मेजर। आयोडिन भएको भए 2 ब्युटेन इज द मेजर। ल भन फ्लोरिन भयो भने 1 ब्युटेन इज द मेजर। अनि यो 1 ब्युटेन प्रोडक्ट भनेको हफम्यान प्रोडक्ट कि सेट जेफ प्रोडक्ट? दिस इज हफम्यान प्रोडक्ट। र थाहा छ यो पनि मेजर माइनर कुन बेला गर्ने हो, जब दुईटा अल्किनको पोसिबिलिटी हुन्छ। पोसिबिलिटी नै छैन भने त टेन्सनै सक्यो नि। मेरो कुरा बुझेन मैले के भन्न खोजिरहेको छु? यो त तिमीलाई कसैले क्वेसन यस्तो सोध्यो, ल यो फ्लोरिन होस्, क्लोरिन होस्, ब्रोमिन होस्, आयोडिन होस्, जेसुकै होस्, अल्कोहोलिक KOH आन्सर दियो भने यसको आन्सर के हुन्छ? यसमा त मेजर माइनरको त कुरै छैन नि, दुईटा प्रोडक्ट बनि नै राखेन नि। आर यू गेटिंग माय पॉइंट्स गाइस? मेजर माइनर कब होगा, मेजर माइनर कब होगा? जब दुईटा डिफरेंट प्रोडक्ट को पोसिबिलिटी हुन्छ के। ल भन नानी के भन्न खोजिरहेको छु? भनेको तिमीले एउटा केस थाहा पाइसक्यो, हफम्यान प्रोडक्ट मेजरको एउटा केस थाहा पाइसक्यो। एन्ड द्याट केस इज यदि तिम्रो हेलोजन के हुनु पर्यो, फ्लोरिन भयो भने। हजुर हामी चाहिँ सेट जेफ प्रोडक्ट मेजर हुँदैन, हफम्यान प्रोडक्ट मेजर हुन्छ। मतलब लेस स्टेबल मेजर भइदिन्छ कि। एउटा कन्डिसन, अरू पनि एउटा दुईटा कन्डिसन छ जुन बेला हफम्यान मेजर हुन्छ, बाँकी सबै केसमा के हुन्छ, सेट जेफ मेजर हुन्छ। ल आजको कहानी यही बन्द गरौँ। सर एकचोटि लास्टमा देखाइदिनु न। ठ्याक्क मैले 3 बजे स्टार्ट गरेको थिएँ, ठ्याक्क 4 बजे लाएर। बाबु रे 4000 साँझ हुन्छ। साँझ त अहिले बजिरहेको, यसलाई साँझ भन्दैन भाइ, रातिको राति। राति त म्याच छ नि, राति म्याचको कारण त यसले गराइदिया हो। सर आजै फाइनल हो। म्याच सकिने कति बजे भन त? म्याच 12 बजे सकिन्छ। 11:45 सम्म सक्छ सर। 11:45 ओरेन्ज क्याप पनि बाँडेको। 7 बजे होइन र त्यो 8 बजेबाट सुरु हुन्छ सर। हिजो अस्ति कति बजे स्टार्ट भइरहेको थियो? 7:45 सर तपाईँ कसको सपोर्टर हो? म सबको छु। बाबु रे त्यो लास्टको छ नि, लास्टको भन। अनि त्यसमा पनि हफम्यान प्रोडक्ट नै के भन्छ मेजर हुन्छ भन्नुभएको? कुन चाहिँ लास्ट बेलामा? हजुर लास्टमा। लास्ट बेलामा त नानी प्रोडक्टै एउटा भन्छ नि, अरू त बन्ने चान्सै भएन नि। हेर त एकचोटि अल्फा बिटा एलिमिनेसन गर्दाखेरि अरू प्रोडक्ट बन्ने त चान्सै भएन नि। बुझेनौ मैले भनेको? दुईटामा कुन चाहिँ मेजर कुन चाहिँ माइनर कुन बेला डिसाइड गर्नु, जब दुईटा डिफरेन्ट प्रोडक्ट भन्ने पोसिबिलिटी हुन्छ के।
ए त्यति बेला मात्रै सेट प्रोडक्ट कि हफम्यान भन्ने हो डिटरमाइन गर्ने हो अरू हो यसमा त दुईटा डिफ्रेन्ट प्रोडक्ट बन्ने चान्सै भएन नि एउटै प्रोडक्ट बन्छ त सेट मेजर हफम्यान भन्नै मिलेन नि दुईटा सुन दुईटा डिफ्रेन्ट प्रोडक्ट बनिरहेछ एउटा एउटा चाहिँ मोर स्टेबल वाला अर्को लेस स्टेबल वाला छ भने मोर स्टेबल वालालाई हामी के भन्छौँ सेट भन्छौँ लेस वालालाई के भन्छौँ हफम्यान भन्छौँ सो जरुरी छैन कि सधैँ मोर स्टेबल वाला नै मेजर हुन्छ के कभी कभी के हुन्छ लेस स्टेबल वाला पनि के भइदिन सक्छ मेजर भइदिन सक्छ लेस स्टेबल वाला पनि के भइदिन सक्छ मेजर भइदिन सक्छ लेस स्टेबल हामी के भन्छौँ हफम्यान प्रोडक्ट भन्छौँ त्यसको लागि एउटा कन्डिसन छ के कन्डिसन एउटा हेलोजन तिम्रो फ्लोरिन हुनु पर्यो एउटा कन्डिसन अरू पनि कन्डिसन छ भनौँ होला कि अहिले यो ठिकठाक खतम गरे होइन अब प्रिपरेसन तिम्रो सक्यो एउटा अर्को प्रिपरेसन छ सक्यो त्यसपछि हामी प्रोपर्टीतिर जान्छौँ ओके सर थ्याङ्क यू सो मच सर मलाई लाग्छ मैले राम्रै पढाइदिएको जस्तो लाग्थ्यो यो सर खतरा सर यस्तो छैन क्या त्यो बुक्सहरूमा गएर एकचोटि हेर्नु नि तिमीलाई फिल गर्छौ पछि सिद्धियो सर आजलाई सिद्धि एउटा क्वेसन हेर्न खोजिरहेको छु कि यदि अहिले तुरन्त भेट्टाइहालेको भए मजै आइहाल्थ्यो सेटजेप वाला जुन चिज चाहिरहेको छौ नि पर्खेर मलाई सर हेर्न देऊ यदि भेट्टायो भने ऊ गरिहाल्छु ल हेर्दैछु म त हेरेको हेरै ओहो सर तपाईँ एउटा भिडियो बनाउनु न युट्युबमा किन सर त्यो फ्रेसरहरूले कसरी त्यो कभर गर्ने सर खतरा हुन्छ हिम्मत मलाई त्यस्तो त्यो खतरा झ्याउ लाग्छ मलाई मार्केटमा नाम चाहिँदैन नाइ क्यान्डिडेट त सेल्फ स्टडी गर्न छोडिदिएको थियो मैले अहिलेसम्म ग्यासेस ल पढाएकै छैन नानी पढाउनुहुन्छ कि नै मैले पढाउँछु सर सिउडो हेलाइडहरू कहाँ पढ्ने त्यो छ कि छैन त्यहाँ पढ्नुपर्छ हेलोजन फ्यामिलीमा छ सिलेबसमा मैले बहुत डिटेल पढाउँछु एउटा क्वेसन भेटा हाइन अहिलेसम्म यार रुक्न एकछिन सर लास्ट इयर हाइड्रोकार्बन पनि भएको थिएन भएको थियो छैन त गाइडमा सर अनि इनअर्ग्यानिकको हाइड्रोजन चाहिँ योचोटि आफै पढ्ने हो हजुरले पढाइदिनुहुन्छ पढाइ भन्नु भने पढाइदिन्छ त्यो कोही पढ्नै मान्दैन क्या त्यो हाइड्रोजन त पढिहाल्छु भन्छ स्टुडेन्ट के यताको फ्यामिली पढाइदिनु भन्छ के मैले पहिला पढाएको थिएँ स्टुडेन्ट झ्याउ मन थालेर छोडिदिएँ मैले त्यसपछि सुरुमा मैले पढाएको थिएँ होइन सबसे सुरु बेलामा के अनि स्टुडेन्टले ह्या गर्न थाले अहिले थाहा छ तिमीहरूको अहिले जोस हुन्छ क्या थाहा छ नयाँ गाडी किन्ने बेलामा थाहा छ हल्कानको स्टार्ट गर्दा बाप सुस्त मुटु नै दुखा जस्तो हुन्छ क्या मेरो गाडी पुरानो भइसक्यो यो ठोकिदियो एउटाले जानु पठाइदियो बाले लाग्दैन सुरुमा लाग्छ क्या त्यस्तो तिम्रो मोबाइल पनि किन्ने बेलामा थाहा छ नयाँ मोबाइल किन्ने बेलामा टेबलमा राख्दाखेरि तल कपडा हाल्छ तल फ्लोरमा चार्ज हुन्छ सर एउटा क्वेशन भेटाएन अरे बाबू रे मिल गया रे बाबू मिल गया which one of the following heptanols can be dehydrated to hep3 in only hep3 के क्वेशन भने which one of the following heptanols can be dehydrated to hep3 in only अरूमा होइन लाएर हेप्टेन 3 ओल भनिरहेछ यो गर्ने क्वेशनलाई स्क्रिनशट लिएर पछि गरौँला हेरि त्यो आन्सर मिलाउनु स्क्रिनशट लिएर क्वेशन बुझ है मतलब which of the following heptanols can be dehydrated to मतलब यो मात्रै बन्छ अरू बन्दैन हेप3 इन बाहेक अरू एल्किन बन्दैन के र चेक गर त हेप्टेन 3 ओल मा चेक गरौँ है एउटा ल यसलाई डिहाइड्रेसन गरौँ ल यो हटा यहाँ पोजिटिभ चार्ज आयो जब पोजिटिभ चार्ज आयो यहाँ पोजिटिभ चार्ज आयो भने अब हामी के गर्छौँ हेप्टेन भन्छ एउटा अर्को भन्ने हुन्छ है सातवटा हुन्छ नि अब तिमीले चाहिँ यतातिरबाट के अरे हाइड्राइडको माइग्रेसन गर्नु पर्यो भन्छ किनभने यहाँ त एउटा दुईटा चारवटा अल्फा एच छ नि त यहाँ गयो भने कतिवटा हुन्छ भने त 5वटा अल्फा एच हुन्छ यो भएन आन्सर किनभने यो पनि बन्छ यहाँ पनि डबल बनाउन सक्छ कि यो आन्सर भएन हेप्टेन 2 ओल पनि हुँदैन हेप्टेन 1 ओल हेप्टेन 4 ओल होला हेप्टेन 4 ओल होला हो बाबू हेप्टेन 4 ओल आ गया रे बाबू आ गया 3 3 6 हो 1 2 3 4 ल भन गाइस
यो कम्पाउन्डलाई हामी के डिहाइड्रेसन गरौँ ल। यो OH वटा पोजिटिभ लगाएँ मैले। अल्फा H कतिवटा 4वटा छ कि छैन? ल न तिमीले यहाँबाट हाइड्राइडको माइग्रेसन गर्यो भने पोजिटिभ चार्ज यहाँ हुन्छ, स्टिल 4वटा अल्फा हाइड्रोजन। यहाँबाट हाइड्राइडको माइग्रेसन गरायो भने पोजिटिभ चार्ज स्टिल 4वटा अल्फा हाइड्रोजन। भनेको मलाई भन्दा तिमीले यो जुन कार्बोकेटायन सुरुमा बन्यो नि कार्बोकेटायन, अब तिमीले यसभन्दा रिएरेन्जमेन्ट गरेर योभन्दा बढी स्टेबल बनाउन सकिरहेको छैनौ के? भनेपछि मलाई भन यहाँ चाहिँ रिएरेन्जमेन्ट हुन्छ हुँदैन? हुँदैन रिएरेन्जमेन्ट। 5वटा बन्न सकिन्छ त? कसरी भन्छ 5वटा अल्फा H वाला? कसरी भन्छ? 5वटा बनाउँदा यहाँ हुनु पर्यो नि त, यहाँ कहाँ हुन्छ त नि? जहिले पनि माइग्रेसन त ठ्याक्क साइडबाट गर्ने हो नि त माइग्रेसन। यताउता जता गए पनि ह्याप्टन 3 हो। अल्फा H भनेको जम्मा 2टा मात्र भन्छ के? पछि यहाँ चाहिँ के हुँदैन? यहाँ चाहिँ के हुँदैन गाइज भन त? रिएरेन्जमेन्ट हुँदैन। अब हामी के गर्छौँ थाहा छ? यहाँबाट प्रोटोन माइग्रेट गर्यो भने डबल बन्ड यहाँ हुन्छ, यहाँबाट गऱ्यो भने यहाँ हुन्छ। Hep3E नै भन्छ नि। यो आन्सर हो। मजा आयो? सर एकछिन त्यो स्क्रिनसट लिँदैन। यो क्वेसन नै गराउँछु पछि, ल लिइहाल न। अल्का तिमीले सोध न, दिमाग लगाएर सोच एकचोटि। हेर रिएरेन्जमेन्ट वाला क्वेसन खासै सोध्नु त सोध्दैन, मैले गराउँ त गराइदिएँ तिमीलाई होइन। त्यस्तो रिएरेन्जमेन्ट वाला क्वेसन सोध्नु त सोध्दैन। त्यही पनि यसो हल्का क्वेसन गर्दाखेरि ओहो 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 एउटा क्वेसन थियो कि अस्ति नेममा आएको, छोडिदिए पछि गरौँ ल। हजुरलाई पठाइदिनु। गरिदिनु भयो। बाई 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 बाई।